हेलो नमस्ते सम्पूर्ण मेरो दर्शकविहीन दर्शक श्रोताहरूलाई आज हामी साथीसँग आज चाहिँ हामी कहाँ हिँडेको छौँ हामी आज पशुपति घुम्न पाइरहेको छौँ होइन पानीपुरी खाने हामी तर पैसा छैन हामीसँग 20 रुपियाँ छ 20 रुपियाँ कति आउँछ 60 रुपियाँ बोकेको छौँ र क्या हिजो सोधौँ न 20 रुपियाँ आउँछ हुँदैन पानीपुरी अलिक रातमा आउँछ चाहिने क्या छ रे पैसा छैन ऊ यहाँ खालीमा कसै नआएको के हुन्छ सोधेर न सोध्नु अङ्कल 20 रुपियाँ पानीपुरी आउँछ अङ्कल आउँछ देख्यौ अति छ त कति हामी दिनु बेचत भइहाल्छ ट्याक्टेको 20 रुपियाँको पानीपुरी खानु क्या गयो बेच्यो छ यहाँ पानीपुरी हामी एउटा गल्ला गर्नु चाहिँ दिने नदिनु भन्नुभएकोलाई नि हाँस्नु हुँदैछ आन्टी हामी साथी हामी 20 रुपियाँमा हामीलाई नदिने भने नदिने भन्नु हामी जान्छौँ हामी हाम्रो 3 ठाउँ उयो बेचेको हुनु लागि हामीलाई 20 रुपियाँको दिनु जति आउँछ त्यति चाहिँ हामी यसको पानीपुरी आउँदैन आउँदैन आउँछ भन्दै हुन्छ अङ्कलले चारवटा दिनु न हामीलाई उता उता हामी 3 जना एउटा हालेर खानु मिल्दैन हामी साथी 3 पहिला खाऊ के गर्नु बेच्नु छ पैसा यी सेवा हुन्छ भने हुन्छ बरु त्यसोमा छ अरे साथी 50 को दिनु त्यसो भए सेवा छ देख्नु साथीहरू यसरी छ अब यहाँ के गर्नु जापानिज भाषा यहाँ गाइड जापानिज गाइड हो र उहाँहरू जापानिज बोल्दै हुन्छ कोरियनबाट भनेको भए त म पनि यसो गाइड गरिदिन्थेँ तर होस् ऊ त्यो माथिदेखि चाहिँ उस्तो इङ्ग्लिसमा यस्तोलाई के भन्छ अहिले कोही खुवाइरहेर सोधिहाल भने के भन्नु हामी केलाई अब यस्तोलाई दिस इज वाट दिस भन्यो भने दिस इज अ मेन पोलिङ दिस इज अ मेन पोलिङ भन्ने के भन्छ अलिक तिमीलाई आउँछ होला मलाई डोन्ट हियर आवर केन डेड पिपल हियर डेड पिपल त्यही त भन्नु यस्तो भन्नुपर्ने होला इङ्ग्लिसमा होइन इङ्ग्लिस हामीलाई इङ्ग्लिस आउँदैन प्याक्टै बोल्नु नआउने फेरि लेख्नु चाहिँ म टप्पा छु इङ्ग्लिस टप हुन्छ नलगाउने हामी हामी जुठो पारेको छ नलगाउने परेको छ टिका लाएर पैसा दिनुपर्छ फेरि पैसा बिना चाहिँ लाउने हामी टिको पैसा बिगा त हामी यता जाने जाम मास्तिर नि दिस द वान अफ द फेमस प्लेस इन नेपाल टाउको छिराउने कता छ अरे हात हातछिराउँदा माथि हो मेनी पिपल केम एन्ड भिजिटिङ दिस प्लेस दिस प्लेस नेम इज पशुपति यस व्हाई नॉट के भन्छ Today we also visit this place. We are also visiting this place. I am of many times came in to visit this place. My friends is first time came Kathmandu to I visited this person. I am guide in a day. That is a famous place in Kathmandu. You know, person you know. You know this No, famous place in Kathmandu. I don't know anything. Please explain detail. This one place in Kathmandu. In भित्र साथी यहाँ घुसार माटेको दुलोमा अब हात जाऊ न साथी जाऊ पर्दैन हौ हेततिरको जाऊ नि साथी जाऊ आँखा चिम गरेर छिराइदेऊ आँखा तिमी त छिराउ न आँखा चिम गरेर जाऊ स्याबास गुड हो त्यही हो वाह एक्सपिरियन्स भनेको यस्तो हुन्छ एक्सपिरियन्स हो क्या साथी छिराउने एक्सपिरियन्स हुनुपर्छ क्या साथी एक्सपिरियन्स भएर लम्मै छिराइदियो भने यतिको एक्सपिरियन्स चाहियो है लास्टमा हेऱ्यो नि त फुच्चे छोएर त्यो फुच्चे कस्तो डिस्टर्ब गरे है
डिस्टर्ब गरेर नि हामी नि हजुर तिमीलाई म एउटा चिडियाखाना लान्छु ल त्यहाँ चाहिँ एकदमै धेरै छ क्या बान्दरहरू चिडियाखाना छ चिडियाखाना म साथीलाई एकदमै यो पशुपतिकै चिडियाखाना लाँदैछु घुम्ने ठाउँ छ मैले साथीले चाहिँ फाइनल्ली चिडियाखाना अगाडि ल्याइसकेको छु चिडियाखाना धेरै साथीलाई म देखाउँछु अब कस्तो छ यहाँ चाहिँ एकदमै धेरै प्रकारका वन्यजन्तुहरू छ आऊ म देखाइदिन्छु तिमीलाई तिमीलाई चिडियाखाना ल्याइसकेँ मैले छिटो हौ चिडियाखाना त केही छैन कि क्या हो चिडियाखाना त होइन पर छ म चाहिँ पशुपतिको चिडियाखाना ल्याइसकेको छु साथीलाई देख्न सक्नुहुन्छ आऊ साथी चिडियाखाना टेट बाँदरमा जस्तो छ साथी खाना आऊ ठुल्ठुलो मिराहरू छ त छैन त अन्त के छ नि त सबले हर्न हाल्नु छ राति आउँदा जुन भयो ल चिडियाखाना हेरौँ नि मिर्गा नै यहाँ त मारेर ल खाइबडायो कि अब छैन साथी पहिला थियो मिर्गै छैन अहिले त साथी चिडियाखानामा त अब चिडियाखानामा मिर्गा नै छैन के गर्नु यस्तो छ म्याजिक जिउँदो हो कता दिनु हो त यो तपाईले यसरी समातिन सक्नुहुन्छ You can see अर्को देख्नु मैले यो एउटा लबर यसरी समातिन सक्नुहुन्छ हेलो भाइ 10 मिनेट भन्यो it's a magic. Oh my god. Wow. I don't want to waste my time here. Let's go. You can see also the last yeah, this is the last book needs to यसलाई नि किन्नुपर्छ होला है मर्दा त पैसा चाहिन्छ अनि झन् बाँच्यो यसरी चल्दैछन् मान्छेहरू मान्छे चाहिँ यहाँ उयो हेर्नु आउँछ साथी काम नभएको यही हेर्नु आउँछ मान्छेहरू होला बिचारा सबको आत्माले शान्ति पाओस् साथी भन त कराहरूले नि हेर यसरी अन्तिममा जाने भनेको यही हो तपाईँहरू केहीको लोभ नगर्नुहोस् पैसा धन सम्पत्ति केहीको लोभ चियाको नम्बर डाउन हालिदिन्छु चियाको नम्बर डाउन हालिदिन्छु होइन त्यसो भने तपाईँहरू केहीको लोभ नगर्नुहोस् पैसा धन सम्पत्ति यदि तपाईँहरूसँग छ भने तपाईँहरू लोभ नगर्नुहोस् म यी सेवाको एक नम्बर तल पठाइदिन्छु त्यसमा पठाइदिनुहोस् लोभ नगर्नुहोस् इमोसनल छ म त एकदम यस्तो त हेर्नै सक्दिनँ नुमा मिन्छु people may think that I am been careless, reckless, but I'm in spirituality right now. Wow, English. Continue. English is so beautiful. I'm so spiritual. I believe in spirituality, so I have to be deform that sins. Wow, you can listen my friend's English. Mani. Yappayo. Claim no negativity from that earlier sin that I saw when people are being born there. My friends came to America to only understand English. People are being born there. I feel no negative because I am very emotional and spiritual man. People person, so negativity always caught me instead. So I have to say that I claim any negativity or Oh my God. anything from that incident of thing. I wish them. I hope them. I pray for them. For them. I pray for their peace in soul. Soul in peace. I want their soul in Oh my God. peace. What English? Oh my God. Continue. May they all reach heaven Yes. without any problem. Because they already faced many problems in Oh my God. human world. Oh, heart touching line. Oh my God. That is all I wanna say right now. And my friend will guide you. Oh, yes.
थ्याङ्क यू मन्दी अहिले चाहिँ हामी फाइनल्ली रुममा आइसकेको छौँ आजको भिडियो चाहिँ यति नै भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक गर्नुहोस् कमेन्ट गर्नुहोस् अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै यो भिडियोबाट बिदा हुन चाहन्छु बाई बाई अर्को भिडियोमा भेटौँला